पानी परीक्षणको कुरा गरौँ, यहाँ त पानी परीक्षण प्रयोगशाला पनि छ। हजुर सर। त्यो पानी परीक्षण प्रयोगशालामा कतिका मान्छे आउने गर्छन्? पानी परीक्षणको लागि आउँछ सर। हप्तामा 3 दिन राखेको छु सर, बिहिबार र आइतबार शुक्रबार। हप्तामा सर 40-50 जना पुगिहाल्छ जति सर। एक दिनमा 10 जनादेखि लिएर 7 जनादेखि लिएर 10 जनासम्म आउँछ। कुनै हप्ता त बढी नै भइहाल्छ। 3 दिन मात्र चाहिँ किन सर? त्यो अरू टिगरिङको लागि गाउँ-गाउँमा जानुपर्छ, त्यही भएर सर। टिगरहरू किन आवश्यक पर्दो छ यो बेला पनि? सर अहिले त अप्ठ्यारो छ, त्यो सरसफाइको कारण। अब अहिले समुदायमा सरसफाइ छैन त्यति, मान्छेहरू बाहिर जान थाल्यो टोयलेटको लागि, त्यही भएर सर। किन टोयलेट पहिल्यै बनेका थिए नि? टोयलेट त पहिला बनेको थियो सर 2-3 वर्ष अगाडि। अहिले सर त्यो पुराना टोयलेटहरू, नराम्रा टोयलेटहरू टुट्न थाल्यो। त्यो भरिन थाल्यो, रिङको थियो, रिङ प्यानवाला थियो, कसैको टुट्न थाल्यो, त्यही भएर सर। अनि टिगरहरूको भूमिका चाहिँ के हुन्छ त्यसमा? त्यो सर टिगरहरूको भूमिका सर त्यो बाहिर जाने व्यक्तिहरूलाई सम्झाउन, रोक्न, अप्ठ्यारो नराम्रो टोयलेटलाई बनाउन, त्यही समुदायमा सर। बनाउँछन् उनीहरूले? बनाउँछ सर, धेरै त बनाउँदैन, त्यो बुझ्ने व्यक्तिले बनाउँछ सर। अहिले त्यही पनि अप्ठ्यारो छ, बनाइरहेको छन् बनाउन चाहिँ। हजुर सर। तपाईँले 3 दिन मात्र परीक्षण गर्नुहुन्छ भन्ने कुरा गाउँका मान्छेलाई थाहा हुन्छ? सर थाहा छ, म सधैँ जान्छु गाउँमा, सधैँ भन्छु सबैलाई पानी परीक्षण गरेर खानुपर्छ। योमा इकोली हुन्छ अनि आर्सेनिक हुन्छ, त्यसले हाम्रो शरीरमा असर गर्छ। सरसफाइ विभिन्न किसिमका सरुवा रोगहरू ल्याउँछ, त्यही सम्झाउँछु, बुझाउँछु र त्यसकै लागि के गरेर पानी खानुपर्छ। त्यही भएर नराम्रो पानीलाई उमालेर खानुपर्छ, जस्तै इकोली छ भने उमालेर खानुपर्छ, पिउसहरू हालेर क्लोरिनेसन गरेर खानुपर्छ। त्यो समुदायमा सर मान्छेलाई बुझाउँछु, सम्झाउँछु। तपाईँले परीक्षण गरेका पानीहरूमा खास गरी कस्तो खालको प्रदूषण पाउनुहुन्छ? कि उनीहरूले ल्याएको पानी सबै पिउन योग्य छ? छैन सर, पिउने योग्य त 10% मात्रै पिउने योग्य छ सबै ह्यान्डपम्पको। अनि 75-80-90% सम्म सर इकोली र कोलिफर्म भेटाउँछ पानीमा सर। आर्सेनिक त भेटाउँदैन सर, तर कोलिफर्म 90% पानीमा भेटाउँछ। अनि उनीहरूलाई त्यो इकोली हटाउनका लागि के कस्ता उपायहरू अपनाउनु पर्छ भनेर पठाउनुहुन्छ? त्यो क्लोरिनेसन गरेर, सबैभन्दा राम्रो क्लोरिनेसन र उमालेर खानुपर्छ। त्यही सर, उमालेर खाने हजुर भन्नुहुन्छ तपाईँले? हजुर सर, उमालेर खान सजिलो हुन्छ, पैसा पनि लाग्दैन, अनि कर पनि तिर्नु पर्दैन, अनि सजिलो हुन्छ उमाल्नु अनि खानु। अनि यो पानी परीक्षण यहाँ राख्न थालेको कति भयो र यसले के फाइदा पुगेको छ समुदायमा? समुदायमा सर योमा धेरै फाइदा पुगेछ। जति मान्छेहरूलाई जति सम्झाउँछु, बुझाउँछु, त्यति नै फाइदा छ सर। धेरैजना पहिला बुझ्दैन थियो इकोली भनेको के हो, कोलिफर्म भनेको के हो, यो कहाँ पाउँछ, यो पानीमा पाउँछ भनेर सबैलाई भन्छु। यो कीटाणु हो, एक किसिमको दिशाको कीटाणु हो। यसले हाम्रो सरुवाहरू ल्याउँछ, जस्तै हैजा भयो, टाइफाइड भयो, यो रोगहरू, सरुवा रोगहरू, झाडापाखाला भयो, यो ल्याउँछ। अनि यो बिरामी बढी हुन्छ, बालबालिकामा बढी असर हुन्छ। त्यही भएर सर यो सम्झाउन, बुझाउन सजिलो हुन्छ र मान्छेले पनि बुझ्छ, समुदायमा बुझ्न थालेका छन्। हजुर सर।